हाई एभ्रिवान साथीहरु नमस्ते सबैजनालाई वेलकम टु माई युट्युब च्यानलमा हजुरलाई धेरै धेरै स्वागत गर्न चाहन्छु। अनि म एकदमै सन्चै छु, हजुरलाई पनि सन्चै होला भन्ने आशा गर्दछु। अनि देशदेखि विदेशसम्म छरिएर बस्नुभएका मेरा प्रिय दर्शकबिनलाई मिठो माया मिठो सम्झनाका साथ फेरि पनि न्यू डे न्यू ब्लगको साथ फेरि पनि हजुरहरूको माझमा फेरि पनि उपस्थित भइसकेको छु। साथीहरु आशा गर्छु कि मेरो भिडियो हजुरहरूले हेरिदिनु होला, लाइक गरिदिनु होला, शेयर गरिदिनु होला भनेर हैन। सो साथीहरु आजको न्यू डे न्यू ब्लगमा म हजुरलाई के देखाउन चाहन्छु भनेको हैन, तपाईहरु हेर्दै जानुहोस् म के गर्दै छु हैन। दिन प्रतिदिन मैले जो गाउँमा गरिन्छ कामहरु हैन तपाईहरुलाई देखाइरहेको हुन्छु साथीहरु। आशा गर्छु कि तपाईहरुले पनि मलाई माया गरिदिनु होला, सपोर्ट गर्नु होला भनेर। ल साथीहरु म चाहिँ कामतर्फतिर लागे साथीहरु। ल ओके फेरि हेर्दै गर्नु होला ल। अनि साथीहरु यहाँ चाहिँ हैन घाँस उखालेर चाहिँ मैले के लगाउन लागेको हैन। घाँस उखाल्दैछौ बेटा? उखाल उखाल। यहाँ चाहिँ मैले चाहिँ हैन बिरालो पनि आउँदैछ साथीहरु। मेरो बिरालो चाहिँ एकदम प्यारो छ है, एकदम सुन्दर छ साथीहरु। यहाँ चाहिँ 2-4 बुटा सागहरु छन् हैन, उतातिर साग लगाएको थियो आफ्नो खानेको लागि। सागको बीज चाहिँ एकदमै पुरानो हो साथीहरु हैन, उम्रिन्छ कि नाइ भनेर त्यतिकै छरेको थिए, तर साइड उम्रिने होला साथीहरु। कोही मात्रै उम्रेको देख्छु साथीहरु। यो चाहिँ आफ्नै आप नबेरा उम्रेको हैन। माथि चाहिँ एकदम पुरा करेलाको झ्याल छ साथीहरु, एकदम धेरै छ हैन। पुरा नबेरा आफै उम्रेको लगाएको उम्रिदैन हैन। जो नबेरा थियो त्यो एकदमै फैलेको छ साथीहरु यहाँ चाहिँ। अनि यहाँ चाहिँ तलतिर चाहिँ सिमी छ साथीहरु। अनि यहाँ चाहिँ मैले चाहिँ घाँस उखाल्न लागेको। उखालिसकेपछि म के लगाउँछु तपाईहरुलाई देखाउँछु ल साथीहरु। चाहिँ अब घाँस उखाल्न लागेको हैन, यसलाई चाहिँ यसरी उखाल्ने हो हैन। फेरि कसरी हाल्छु साथीहरु, एकदमै छ क्या घाँस पनि लाई क्या बताऊँ तपाईहरुलाई हैन। यसरी खाना उब्जनी बाली बोट हैन, जस्तो कि गहुँ जौ यसरी छर्दिने भए हामीले किन दुःख गर्नु पर्थ्यो होला साथीहरु। यो घाँस चाहिँ भगवानले किन छर्दिएका होलान् कि साथीहरु। अचम्म छिटो छिटो लाएर घर जानु छ साथीहरु। म चाहिँ अहिले यो भ्लग चाहिँ अहिले म करिबन 4 बज्न आँटिसक्यो साथीहरु हैन। 4 बजीतिर सुट गरिराखा मैले चाहिँ भिडियो हैन, किनकि छिटो छिटो लाएर चाहिँ खाना बनाउनु पर्छ साथीहरु, साँझको खाना हैन। सो साथीहरु यसमा चाहिँ हैन के छ, अब म के लगाउँदै छु साथीहरु म खोलेर तपाईहरुलाई देखाउँछु हैन। यतिको थोरै लगाउन लागेको छु साथीहरु हैन। अनि यहाँ चाहिँ लसुन रहेछ साथीहरु, एकदम ठुला ठुला लसुन छन् हैन। यहाँ चाहिँ त देख्न सक्नुहुन्छ हैन, यसलाई चाहिँ लगाउने हो। अनि थोरै दाल हैन, दालमा हाल्ने काम लाग्छ हैन यसको पट्टा चाहिँ हैन। त्यसैले थोरै पट्टा खानेको लागि, चटनी खानेको लागि चाहिँ मैले लगाउन लागेको छु साथीहरु। मैले चाहिँ यसरी नाली बनाएको छु हैन, कुटाले हैन यसरी। अनि यसमा चाहिँ मैले यस्तो एड गरेको छु हैन, लसुन चाहिँ हैन नजिक नजिकै एड गरेको छु, लगाएको छु हैन। यसरी लगाउने हो लसुन चाहिँ। यसै गरी अब पारीसम्म लगाउने हो जहाँ सागको बुटाहरु छन्। पहिला चाहिँ म चाहिँ लगाइसक्छु ल साथीहरु।
अच्छा साथीहरू, अब चाहिँ मैले चाहिँ लसुन लाएर चाहिँ सकिसकेँ होइन साथीहरू। अब चाहिँ म चाहिँ घर जान्छु साथीहरू, किनकि लसुन लाएर फाइनल भइसक्यो। अब साँझ पनि परिसक्यो होइन। अब खानासाना पनि बनाउनु पर्छ साथीहरू। आज चाहिँ म अलिकति ढिलो लागेको थिएँ होइन काम चाहिँ होइन। आज चाहिँ लेट भइसक्यो काम गर्दा गर्दै। हजारीका बुट्टाहरू छन् साथीहरू। यहाँ चाहिँ यसरी लहल भएका छन्, कति राम्रा होइन। फुलहरू फुल्छ होला होइन दिवालीमा चाहिँ। अनि उता चाहिँ घिउछिमी छ साथीहरू। उहाँ चाहिँ उता पनि झार थुप्रै छ साथीहरू। उहाँ चाहिँ गोड्ने छ है। अब चाहिँ तलतिर चाहिँ मटर छन्, सिमीहरू छन् साथीहरू। गोड्ने काम गर्ने थुप्रै छ साथीहरू मेरो ठाउँमा चाहिँ। अनि हामी चाहिँ घर जान्छौँ साथीहरू। आजको भिडियो भ्लग चाहिँ यति हो साथीहरू। लाइक गरिदिनु होला, लाइक नगरे पनि हेरिदिनु होला, माया गरिदिनु होला भन्न चाहन्छु। साथीहरू फेरि पनि अर्को भिडियोमा मिल्दै गरौँला। एक दिनको ग्याप गरेर मैले चाहिँ भिडियो अपलोड गरिरहेको हुन्छु साथीहरू। र साथीहरू आजको भिडियो चाहिँ यही चाहिँ। बाई बाई साथीहरू।